तपाईलाई धेरै धेरै आशीर्वाद छ। पालो आइहाल्यो तुरुन्तै। त्यही भएर तपाईँले कमेन्ट गर्दाखेरिमा मेरो पालो आएन भन्ने होइन, मिति समय नै पठाइ गर्नुहोस्, मिति समय नै पठाइ गर्नुहोस्, पालो आइहाल्छ। जब म भिडियो पोस्ट गर्न थाल्छु तुरुन्तै गरेको गर्नुहोस्, उतिखेरै आउँछ पालो। 28/4/2058, 28/4/2058 समय रातिको 12 बजेको समय रहेछ। ग्रह दशा कस्तो छ अहिलेको अवस्थामा, ऊबाट आउँछ राशिको नाम। तपाईँले राशिको नाम त भन्नुभएको होइन, सिक्या आइतबार भन्नुभएको रहेछ। आइतबार भनी सही निक्लेको छ। राशिको नाम ऊबाट आउँछ, उमादेवी हुन्छ। अहिले कृतिका नक्षत्र वृष राशिको चिन्ह हुन्छ। राशि कुन होला भन्नुभएको छ, वृष हुन्छ राशि। अहिले ग्रह दशा कस्तो छ, 25 वर्षमा चल्दै हुनुहुन्छ तपाईँ। एउटा राहुको दशा चलेछ नानी, राहु ग्रह राम्रो छैन। तपाईँको नराम्रो ग्रह चल्यो भने पनि हेराउन पनि ढिलो हुन्छ के। दोस्रो ग्रह नि राहु नै छ, हेर्नुहोस् दुईवटा ग्रह राहु, एउटा राहु 38 वर्षसम्म, एउटा राहु 26 वर्षसम्म, दुइटै नराम्रा छन्। अनि तपाईँको यतातिर 25मा भ्रामरी पनि चलेको छ, राम्रो ग्रह चलेको छैन नानी। भ्रामरी राहु डुल्न घुम्न मात्रै मनपर्छ। कोही साथी आउँछन् एकदम टाढा हुन्छन्, छिटो धोका दिन्छन्, समस्या दिन्छन्, पीडा दिन्छन्, राम्री चिटिक्क पर्ने हुनुहुन्छ। हुन त खिस्सा हाँस्ने खाले थोरै तिखो दाँत आउन सक्छ, अनुहारमा ओठमा नाकमा कतै कोठी आउन सक्छ। अलि एकोहोरे त बानी छ न त तपाईँको, तर दोधारे हुनुहुन्छ। अहिले ग्रह दशा राम्रो चलेको छैन, उपाय गर्नुपर्छ। तपाईँलाई धेरै धेरै धन्यवाद।